हेलो गाइज, वेलकम ब्याक न्यू अनदर ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज पनि म तपाईँहरूको माझमा यस्तै जापान सम्बन्धी अर्को इन्फर्मेटिभ भिडियोको साथमा उपस्थित भइसकेको छु। आज चाहिँ म तपाईँहरूलाई अप्रिल इन्टेक 2025 सिओई आइसकेपछि एमबिसीमा इन्टरभ्यू बोलाउने चान्स कतिको छ, कतिको एमबिसीमा इन्टरभ्यू भइरहेको छ, एमबिसीमा कस्तो कस्तो क्वेसनहरू सोधिरहेको छ भन्ने टपिकलाई लिएर मैले यो भिडियो बनाउन गइरहेको छु। साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियोहरू तपाईँहरूलाई मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हस् त साथीहरू, अब भिडियो चाहिँ ढिला नगरिकन सुरु गरौँ। अप्रिल इन्टेक 2025 को सिओई आइसकेर पनि तपाईँहरूको धेरैजनाले भिएफएक्स डेट लिएर भिएफएसमा तपाईँहरूले डकुमेन्ट सबमिट गरिसकेपछि तपाईँहरूलाई एमबिसीबाट कल पनि आइसकेको होला। एमबिसीमा कल कस्तो व्यक्तिहरूलाई आउँछ भन्नुपर्दा चाहिँ तपाईँहरूको कुनै जापानिज ल्याङ्ग्वेज सम्बन्धी ल्याङ्ग्वेज सर्टिफिकेट नभएको, कुनै इक्जाम पास नभएको र तपाईँहरूको चाहिँ अनि ओरिजिनल डकुमेन्टहरू, तपाईँहरूको जुन डकुमेन्टहरू हुन्छन् त्यो चाहिँ जापानबाट तपाईँहरूको कलेज फी हालिसकेपछि त्यो ओरिजिनल डकुमेन्टहरू नभएको स्क्यान डकुमेन्टहरू चाहिँ तपाईँहरूले अप्लाई गर्नुभयो भने चाहिँ त्यस्तो खण्डमा पनि तपाईँहरूलाई एमबिसीबाट इन्टरभ्यूहरू हुने चान्स धेरै हुन्छ। त्यसैले जति सक्नुहुन्छ तपाईँहरूले चाँडोभन्दा चाँडो कलेज फी पेमेन्ट गरिसकेपछि कलेजबाट ओरिजिनल डकुमेन्टहरू ल्याएर त्यसपछि मात्र भिएफएसमा डकुमेन्टहरू सबमिट गर्नुहोला। किनभने तपाईँहरूलाई एमबिसी पढ्ने सम्भावना धेरै कम हुन्छ। तपाईँहरूको ओरिजिनल डकुमेन्टहरू भयो भने, तपाईँहरूको ल्याङ्ग्वेज पास गरेको सर्टिफिकेटहरू भयो भने, तपाईँहरूको एनओसीदेखि लिएर सिओईहरू ओरिजिनल, तपाईँहरूको डकुमेन्टहरू, ल्याङ्ग्वेज सर्टिफिकेट, विभिन्न तपाईँहरूको डकुमेन्टहरू ओरिजिनल भयो भने, तपाईँहरूको ओरिजिनल डकुमेन्टहरू भयो भने चाहिँ एमबिसीमा इन्टरभ्यू पर्ने सम्भावना धेरै कम हुन्छ। त्यसैले चाहिँ जति सक्नु चाँडो तपाईँहरूले कलेजमा फी चाहिँ पेमेन्ट गरिसकेपछि चाहिँ ओरिजिनल डकुमेन्टहरू चाहिँ मगाउनु होला। यस्तो गर्यो भने तपाईँहरूको इन्टरभ्यू पर्ने सम्भावना नि धेरै कम हुन्छ। अनि इन्टरभ्यू परिहाल्यो, मानव तपाईँहरूको इन्टरभ्यू परिहाल्यो, कस्ता क्वेसनहरू सोध्ने गर्दछ। मेरो साथीहरूको नि एमबिसीमा हिजो अस्ति इन्टरभ्यू परेको थियो, म त्यसैको बारेमा भन्न गइरहेको छु। मेरो साथीहरूको नि इन्टरभ्यू परेको थियो। नर्मल क्वेसन नै सोध्ने गर्दछ। तपाईँहरूको कुनैलाई चाहिँ तपाईँहरूको आफ्नो इन्ट्रोडक्सन सोध्ने गर्दछ, कुनैलाई चाहिँ तपाईँहरूको त्यहाँ सेन्टेन्सहरू लेखेर प्रिन्ट गरेको हुन्छ। त्यहाँ हिरागानाको छुट्टै, कातागानाको छुट्टै सेन्टेन्सहरू बनाएको हुन्छ, खान्जीको छुट्टै गरेर। तपाईँहरूलाई 2-4वटा सेन्टेन्सहरू पढ्न लगाउँछ, यति नम्बरको पढ भन्छ अनि तपाईँले चाहिँ त्यो पढ्नु पर्यो। हिरागानाको नि त्यस्तै, कातागानाको नि त्यस्तै। अब तपाईँहरूले हिरागाना र कातागाना राम्रोसँग पढ्नु भयो भने चाहिँ तपाईँहरूलाई खान्जी त्यति धेरै सोध्दैन, कुनैलाई चाहिँ खान्जी पनि सोधिरहेको। यदि तपाईँहरूले हिरागाना कातागाना पढ्नै सक्नु भएन भने चाहिँ तपाईँहरूलाई खान्जी नि पढ्न लगाउँछ। अनि खान्जीमा पनि तपाईँहरू केही भन्न सक्नु भएन भने तपाईँहरूको रिजेक्ट हुने सम्भावना धेरै हुन्छ। किनभने अहिले चाहिँ जापानबाट धेरै स्टुडेन्टहरूको सिओई आएको छ। त्यसैले गर्दा चाहिँ तपाईँहरू चाहिँ अहिले चाहिँ एमबिसीको इन्टरभ्यूको लागि तयारी भएर बस्नु होला। हस् त साथीहरू, हजुरलाई यो भिडियो कस्तो लाग्यो? आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोको साथमा रहन चाहनुहुन्छ भने यो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। हस् त, धन्यवाद।